फुल रोप्नेहरूको हालत त्यस्तो छ है। तपाईँको लभ किट अघि भेट्न आएको थियो नि दाजु? हजुर खानेकुराहरू चाहिँ नाना त टन्नै भयो खानेकुरा के निकाल्नु न। हजुर यो चाहिँ चाइनाको के को पो अरे यसको यो बुद्धको बुद्ध नि सोचे बुढालाई भेट्न आउनुभएको? ए भेट्नु पर्यो बुढालाई होइन? तपाईँको बुढो भयो बस्नु नि हेर्नु है, भेट्नुपर्छ दिदी। अनि तपाईँको लभ केटालाई छोडेर हिँड्नु भएको अब? अगायो है अब चाहिँ हिँड्यो। लु 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 अब जाउँ अब चाहिँ बुद्ध पार्क घुम्नु आउने न्युमा अब मल पनि फेरि लानुपर्ने छ हो, गाह्रो छ। यस्तो कालो मल छ, दामी हो मल चाहिँ, दाना दाना परेको छ। फेरि फुल रोप्नेहरूको हालत त्यस्तो छ है, यस्तो छ। अब चाहिँ फुल जति पनि माग्ने पार्टीहरू फुल नमाग्नु होला है, हालत यस्तो छ अरे। फुल नमाग्नु भन्नु भन्दै हुन्छ यहाँनिर। लु तपाईँले भन्नु है, म यहाँ कतै हत्तु भयो पसिन पसिन है, गाह्रो रहेछ होइन? फुल फुलेको देख्दा मात्रै राम्रो होइन, कति चाहिँ दुःख हुँदो रहेछ भन्ने कुरा यहाँबाट थाहा हुन्छ। मलको भारी चाहिँ यति भएको छ। घुम्नुको साथसाथै दाउ मार्नु पर्ने छ, के गर्नु गाह्रो छ। दाइले सघाउँदा हुन्छ। हाम्रो बुद्ध पार्कको सेक्युरिटी हुनुहुँदो रहेछ उहाँ चाहिँ। तपाईँको लभ किट अघि भेट्न आएको थियो नि दाजु? हजुर किन पठाइहाल्नुको? राति डर लाग्दैन? किन डर लाग्छ? माया तपाईँको लभ केटीले नि मायाले संसार थाम्दैन भन्दै हुन्छ है। हो नि कहाँ देख्यौ नानी? ऊ पर तपाईँको लभ केटीसँग गफ गर्दै बसेको हामीले के गर्नु? केटी चाहिँ पहिले देखेको हामीले लभ केटा त उहाँको केटा चाहिँ देखेको रहेन। तपाईँ नै हो भन्ने कुरा चाहिँ थाहा भएन। होइन माया गर्छ नानी। माया त गर्नु पर्यो नि। तपाईँ पैसा कमाउँदै हुन्छ अनि यता अब यत्रो जङ्गलमा बसिएको छ, बसेर पैसा कमाउँदै हुन्छ नि। अब माया ज्यानको नगरेर बाजी राखेर बसिएको छ। अनि एक दुईजना केटाहरू आएर यसो खुकुरीले पारे पनि सक्यो। सक्यो अनि माया त गर्नु पर्यो नि होइन? ल ल दाजु ल ल ल ल